1 kilometer left. विष्णु हामी आउँदैछौँ त भाइ यस्तै छ ढिलो भयो कति ढिलो भइसक्यो फेरि जाम सरी के गर्ने ठीक छ वर्षौं पछि स्वर्गमा आस्तो भयो Hello everyone. Hello भन. हेलो Hello everyone. Welcome back to our channel once again. हामीहरु चाहिँ आज हाम्रो प्यारो भाइ विष्णु भाइलाई भेट्न जाँदैछौँ अनि मैले यसरी भिडियो गर्नुको कारण चाहिँ अहिले देख्न सक्नुहुन्छ कति बजे रे कहाँ बज्यो 1:28 भएको छ हामीहरु चाहिँ कामदेखि हाफ डे लिभ ल्याएर फान्चा नि माया फान्चा ल्याएर अब विष्णुलाई हामी भेट्न जाँदैछौँ अनि त्यही भएर अब के अरे समय नभएकोले म चाहिँ अब यत्तिकै यहीँ मेकअप सेकअप गरेर यसो प्रत्यक्ष प्रसारण देखाम भनेर मेकअप सेकअप गरिकन छोटा सानो नासा मुन्ना छ भाइ हो अनि मेकअप गरेर अब म चाहिँ हामी चाहिँ जाँदैछौँ कति टाइम लाग्छ हामीलाई गुरुजी 1.5 घन्टा 1.5 घन्टा लाग्ने रे तबसम्म मेरो मेकअप भइहाल्छ मेरो मेकअप भइहाल्छ तर हामी होपफुली कि हाम्रो भाइलाई भेट्न सकौँ हामी नयाँ नयाँ गुरुजी हुनुहुन्छ बिस्तारै हामी जानेछौँ नआत्तेर है नआत्तेर हामी जानेछौँ अनि तपाईँ खुसी हुनुहुन्छ एक्साइटेड हुनुहुन्छ हुनुहुन्न आफ्नो भाइलाई भेट्नको लागि म त यति एक्साइटेड बाँकी कुरा अहिले बिस्तारै गरौँला के भनेपछि मलाई हाँस्न मन लाग्छ खासमा के हो भनेपछि सुमनले मात्रै बिदा मागेको थिएँ अनि त्यसपछि मैले चाहिँ अब एकदम अहिले हाम्रो कोरियाको के भइरहेछ अरे के आउँदैछ सन्लान आउँदैछ यो लगाइदिउँ है अब अनि सन्लान आउँदैछ अनि त्यसपछि सन्लान आइरहेको भएर कम्पनी एकदम बिजी छ सन्लान भनेको कोरियनहरूको न्यू इयर नि न्यू इयर हो अनि त्यसपछि एकदम कम्पनी बिजी छ हामीहरू चाहिँ बिदा मिलाएर छिटो अब हामी चाहिँ जाँदैछौँ ल यति भन्दै म बाँकीको यात्रा चाहिँ बाँकीमा देखाउनेछु बिचमा नि अहिले कति बज्यो 1:23 अब हामी हिँड्छौँ विष्णुले पनि हेर्नु न भनेर यस्तो छ अनि विष्णुलाई चाहिँ हामीले भनेकै छैनौँ कि म आउँदैछु भनेर खानाको बक्स यहाँ छ मैले विष्णुलाई अहिले देखाउँछु त्यही यहाँ पनि राख्छु अनि देखाउँछु पनि कहाँ छ यहाँ खाना यहाँभित्र चाहिँ यसरी खानाहरू छ विष्णुको लागि विष्णुलाई एकदम मेरो हातको खाना मन थियो अनि मैले बनाइदिएको छु अरू चाहिँ बाँकी उता गएर देखेर के भन्छ अरे जोड्ने छु होइन ल बाई 2-4 बज्यो 2-4 भयो हामी अझै जाँदैछौँ विष्णुले 3 चोटि फोन गरिसक्यो बिचरा 2-4 भयो 2:04 भइसक्यो ढिलो भयो कति ढिलो भइसक्यो यहाँ यस्तो जाम म त हैरान परिसकेँ म त बस डबल बस कहाँ छ बरु एकदिन त माया के बिदा लिएर यत्तिकै घुम्न निस्किनु पर्ने रहेछ के केही प्रेसर नल्याएर के बिचरा उहाँ विष्णु बिचरा आत्तेर 4 चोटि फोन गरिसके बाटो बिर्सिनु क्या दाइ भन्छन् अब के गर्ने कि अब टाइम त गाडीमा अब त्यस्तो देखाएको थियो दिस इज आवर फर्स्ट टाइम होइन थाहा भएन जे म्यापमा देखाएको छ त्यही अनुसार टाइम देखाउला भनेको घरदेखि त 1 घन्टा 15 मिनट कति देखाएको थियो के को 1 घन्टा 15 मिनट यहाँ त 2 घन्टा हुन लागिसक्यो अरूभन्दा पनि विष्णुसँग भेट हुन पाइयोस् भन्ने मात्रै भइसक्यो मलाई त एकछिन भए पनि यहाँ यस्तो यो जाम देखेर त मलाई त फेरि रोक्यो
अझै अब आफैले उता जाने के कुरा गर्नु अरूभन्दा पनि त्यस्तै छ जहाँसम्म लाग्छ विष्णुले शङ्का पाइसकेका छन् जस्तो लाग्छ मलाई म पनि आएको छु भनेर बिचरा खाना केही नखानु भनेको थिएँ मैले के अरे पठाइदिएको छु भनेको थिएँ भोक लागेर पनि मरिसक्यो अरे सरी भाइ के गर्नु यस्तै भइसक्यो त हामी जाँदैछौँ है जाँदा जाँदा हामीहरू त नामसान टावर पनि देख्यो अनि अब यहाँ हेर्नुहुन्छ भने यहाँ सबै हानगाङ रिभर हो हानगाङ नदी यस्तो ठाउँमा ल्याइसकेपछि अनि यहाँ ट्रेनको बाटो पनि हुन्छ यस्तो ठाउँमा ल्याइसकेपछि त हाम्रो माया त हाम्रो होइन मेरो माया त प्रो म्याक्स भइसक्यो अब त खरर अब त जहाँ पनि पुगिदिन्छन् अब त 1 महिना नहुँदै फेरि जाम एरिया नै यस्तो एरिया हुँदो रहेछ कि यो एरिया त एकदम फेमस एरिया हो कोरियाको पुरोमा सौल आउँदाखेरि दादासँग हिँडेको बाटो हो त्यो दोङदेमुन भनेको त्यो पार्क हो सौलको मेन नेपालीहरूको मेन मनपर्ने ठाउँ जक्सन भनेकै दोङदेमुन यही हो यस्तो बिजी एरियामा आएपछि अनि गाडी जाम हुँदैन त अब त्यही हो अलिकति थोरै आधा घन्टा एक पलको लागि भए पनि भेट्न पाइयोस् विष्णुसँग भनेर मैले मनलाई चित्त बुझाइरहेको छु त्यही नै हो यस्तो छ यस्तो फेमस एरियामा यस्तो बिजी एरियामा आएपछि एउटै बाटो एउटै लाइनमा कतिवटा रे माया 5वटा अब के हुन्छ यो बाटो जानुपर्नेमा हामी अब यहीँनिर बाटो यसरी गयौँ त्यही भएर अघि उतैबाट सट्ट गयौँ त्यसले गर्दा हाम्रो 10 मिनट खाइदियो विष्णु भाइ विष्णु सरी के गर्ने दाइ पनि बिचरा आत्तिएर पात्तिएर हैरान भइसके यस्तो गर्नुभन्दा मलाई नबोलावे हुन्थ्यो भन्ने भइरह होला तिमीलाई बिचरा म बुझ्न सक्छु अयो के गर्ने के यस्तै रहेछ हेर अब 5 किलोमिटर देखाएको छ 3.5 बजीसम्म हामी आउँछौँ तिम्रो त्यो हालत कस्तो भयो होला बिचरा गुरुजी स्पिड ठिकै गरेर चलाउनु होला अनि मिस्टेकली नजानु होला है पुरा फोकस हुनुहुन्छ उहाँ चाहिँ किसले यस्तो भइसक्नु पर्छ त्यही भन्छ अब आउँदैछौँ धेरै छैन समय अहिले चाहिँ यस्तो हो यस्तो भइदियो के जान्थ्यो यस्तै भइदियो के जान्थ्यो बाटोभरि जाम भएर अब हामी पुग्न लागेको छौँ अब एकछिनै यहाँ घुमाउनुपर्छ है माया यसरी जस्तो देखाएको यस्तो छ रोड हेर्नुहोस् यस्तो जिगज्याग छ बिचरा नयाँ सिकारो काँचै रहेछ अझै यस्तो गरेर छ कि फेरि अझै बाँकी पुग्दैछौँ है हामी समय हेर्नुहुन्छ हो अझ त जा भन्छ त्यति जाने यहीँबाटै हो त पुग्दैछौँ हामी पुग्दैछौँ विष्णु कति बोल्छ आउन लागिसक्यौँ तर यहाँ चाहिँ 30 को स्पिडमा मात्रै के फेरि यस्तो खाली छ 30 को स्पिडमा रे अब धेरै छैन 1 किलोमिटर लेफ्ट विष्णु हामी आउँदैछौँ के गर्छ त भाइ यस्तै छ त्यहाँ सरी भन्ने भाइलाई बुझ्यौ राउन्ड अबाउट भन्छ कि अझै छ नि अझै बाँकी छ यत्रो यतै रहेछ यही हो त खै त एमबिसी ए कठै कहाँ होला नि
गाडी कहाँ रोक्ने को आइछ बिचराको मलाई हामीले फेरि अब म आछु भने छैनौँ के त्यही भएर पनि यस्तो गाह्रो भइरहेको छ ल है उठिन्छ है अब उठाइदिउँ भाइ हजुर कहाँ छौ तिमी अब नयाँ भाइहरू चलाएपछि पो देख्नुहुन्छ त नि देखियो र खै देखेँ आज त लाएर हो र कहाँनिर कहाँ आउनुहुन्छ तपाईँहरू हामी ठ्याक्कै यहाँनिर के अरे गेट अगाडि गेट म चाहिँ ठ्याक्कै यहाँ गेट अगाडि छु गेट अगाडि भन्दा पनि भर्खर गइरहेको छु खै बाहिर निस्क्यौ त बाहिरै छु म त तलबाट आइरहेको छु है म तल ठ्याक्कै 4 कुने बाटो छ नि त्यहीँनिर उभिएको थिएँ ल ल ल म आउँछु ल ल ल म आइसकेँ म आइसकेँ ल ठिक छ राम्रो छ के गर्दै कहाँ छ हेर है कता लुक्दै आम म यहीँ तिमी यहीँ लिएर आऊ है को मान्छे उसले मेरो प्यारो भाइ यार भेट्न पाइयो धन्यवाद हाम्रो चाहिँ भेट भयो लगभग 2 वर्ष भन्दा पनि म्याक्स नि धेरै भयो 2 वर्ष यिनीहरूको के देखाउनु ज्याकेट कस्तो लाग्यो बिचरा सरी धेरै धेरै सरी भेट्न पाइयो काम भयो सबै भयो त काम भयो सबै भयो कुन हो हाम्रो यो घर यही हो यही हो नि उमनको मात्रै थियो जानुपर्छ म उमनकोमा जान चाहन्छु ल यहाँ हेर सानो क्युट के अरे सानो मान्छेले सानो क्यामेरामा हेरिदियो ल कस्तो लागिरहेछ खुसी लाग्यो नि एकदमै भक्त अब मर्न लागिसक्यो भक्त बिचरा हेर त मान्छे त घटेर खर्लप्पै खै हामी त कति वर्षपछि भेट्यौँ। कहाँ हो र यिनले बोला यिनको घर लागेर हामी ए भइसक्यो मेरो काम त भनेको टोइलेट जाने कि ए यो त हेरेछ त केटाको त अघि मैले यहाँ देखिनँ के केटीको नि कहाँ थियो भित्र ल यहाँ हो म घुरेको यस्तो भइसक्यो मिलनजोको 12-15 वर्ष के भएको बसिया त यस्तो भइसक्यो रहेछ यस्तो भएको छैन विष्णु त भाइ साँच्चीकै भाइ अनि के दाइ हुन्छ त भाइ नै हो एकछिन भयो नि भेट्न पायो यत्तिकै भयो नि भेट्न पायो म त बाटोमा आउँदैछ नि अब अझै टाइम लगाएको छ म त भेट्न पान्न भन्ने ठुलो चिन्ता 4 बज्यो लाग्यो ल अब लागौँ उतितिर बरु यसो हेरौँ ल अब लागौँ है विष्णु एकछिन भेटेर ऐना हेरे जस्तो ल जाऊ बसेर अब त्यसलाई थाला अलिकति उता ठिक छ बस म झिक्छु झिकेर देऊ पानीलाई बरु त्यहाँ अगाडि खुट्टामा हाक यस्तो गरेर यो झारा त कहाँबाट आउँछ यो एक मोमेन्ट खिच्न आवश्यक छ त्यहाँ राखेर त्यहाँ ओके ल मैले ल गुरुजी ल दिनुहोस् छिटो अनि ऊ पनि हेर लोकेसन के छ कचाक कुचुक मिलाऊ है विष्णु ल अब कहाँ गयो त शङ्का लाग्थ्यो है म आछु हामी भन्दाखेरि चाहिँ अलिअलि शङ्का लागेको थियो कतिखेर आउनु
तपाईँहरू भनेको थियो यिनले लास्टमा चाहिँ देखेँ कि जस्तो भयो होइन देखेको थिएन मैले त त्यत्तिकै भन्यो त्यतिकै भन्यो कस्तो गरी गरी ल पहिला यहाँ छेजो त म त्यस्तो बासन चामल पाइन्न के यो खोल्ने थिच्ने पटन छैन कतै यस्तो छ छैन नि किन त्यहाँ थियो र फुङ्थु उता यस्तो हुने फुङ्थु थियो र होइन फुङ्थु नै म त यो इस्लामले खुल्छ कि हामी के ठिक छ भइहाल्छ भइहाल्छ ल अब हाल के हाल पहिला तिमीले फिट गर्यौ के हुन बिस्नु हाल त्यसमा दाल छ ल हाल दाल पानी होला तातो बनाउनको लागि नि त अब ल खोला मजाले खोला है पानी होला भन्नु 1-2 चम्चा के अरे गाडा पहिला चम्चा खाल्टो बनाऊ अनि दाल हाल के त भएको थियो अनि के प्लान के गरायौँ रे बाहना भन न सुमन्सी हिजो 9 बजीसम्म काम थियो क्या मेरो 10-10:30 बजे फोन गरेर त्यो दाल हो एकछिनै पख चलाउनु पर्छ होला पहिला एकछिन घोल्नुपर्छ होला रुन लागि यस्तो आवाज बनाएर चम्चा यहाँ हाल त एकैछिन मेरो फोनको ब्याङ्किङ बिहान गराएको पनि बिहान चेक गरेको पनि भएन अहिले भर्खर गरेको खाप्चा कि भयो अरे कहाँको भन न नेपालको बिग्रियो यहाँको हुन्न यहाँ नजिकमा हुन्न सौल जानै पर्छ मलाई अनि पहिला सुरुमा त ढिलो फोन गरेकोमा सरी भने होइन हुन्न भन्छ भने यस्तो डराएको एकछिन भन अर्को मेन छ घरकै याद नि भाइ हामीलाई लगभग आजै हो पुरा कस्तो मिठो छ भनिरहेको थिएँ मासु मेन विष्णुलाई खै अब कसैले पहिलो थर्मोसमा मासु चाहिँ यहीँ थाप्नु होला विष्णुले त्यो चाहिँ हाल्नु एकदम कठिनाइ हुन्छ जस्तो लाग्यो किनभने हामी त्यो थर्ड हुनुपर्ने के हर्टेस के यहाँको बोक्रोमा त्यो सर्भिस फरक हुँदैछ छेजुको भन्दा अनि छेजुदोको त खत्रै हुन्छ होला यार खै त हामीले बनाउन जान्छ होला खतरै हुन्छ भन्दा खाना नै यति बाक्लो सुरुमै अरे दिदी भयो साह्रै नगरे यहाँ कहाँ भित्र गएको छ अनि अहिले एकछिन हल्लाएर राखिदिन्छु है मेरो हातको खाऊ अब खानु मन लाग्छ भने होइन त तपाईँले खाइसक्नु भयो खाएर आएको नि खाऊ त भइहाल्यो हो ठिक छ वर्षपछि स्वर्गमा हाँस्नु भयो पहिलो प्रथम त जेलबाट निस्केर निस्केर जेलबाट निस्किनु मजाले खाऊ तिमी हेर यो पनि खान्छ भने छिटै निस्किनु पर्छ यार तारिफ ल अब तपाईँ ड्राइभरजी होइन उनले खाँदै गर्छन् होइन एकदम हिँड्दै गरौँ बिस्तारै हिँड्दै गरौँ किनकि जुन स्पिडले आउनुभयो त्यो स्पिडले चाहिँ नपुगेला त्यो जानुपर्छ होइन दाइ कस्तो छ एकदम मिठो एकदम मिठो छ दिदी खाऊ खाऊ मजाले खाऊ धेरै धन्यवाद यहाँ छ यता साइडमा अझै छ नि थर्मसमा मासु कसैले नि हालेको छैनन् होला दाल पनि त्यत्तिकै मिठो खुर्सानी पनि पिरै रहेछ पिरै छ हिजो कामबाट आएर गराएको यो अझ अरू केही बनाउनु पाइएन अब बाँकी राखौँ न त होइन पछि आइसफेरि खानु पर्ला होइन पछि चाहिँ पहिल्यै भन्ने के खानु मन छ बनाइदिन्छु लगाएर आउँछ हामीहरू गिम्पो होइन किम्पो एयरपोर्ट होला नि त ल अब एकछिन खान्छन् यिनले किन दाइले त खिम्पो भनेको जान लागे एयरपोर्टबाट बाई बाई